महेश दत्त पाण्डेजीको एक रचना छ, हिटा हो मानसरोवर कैलाशतिर झानु शीर्षक राखबर दशरथन नगरपालिका 9 गोइचडा बैतडीका मित्र अच्याल रिठा चौपाता दार्चुलामी छन् रे वहीँ बठे सम्झिरहेछ। 11 महिना हिउँ पढ्यो जान सकिँदैन, साउनका वर्षादसित कैलाश हिउँ पढ्दैन। कैलाशमा कैलाशपति सदाशिव बसान, यही मुनि मृत्यु लोक माथि स्वर्ग छन्। कैलाश मान सरोवर धरतीको कम्मर, शिवजीको दर्शन पाया होइरन्या अमर। शिवजीकी राजधानी भणी सबै भुण्डा छन्, हिमालयका केन्द्रमा कैलाश पर्वत पन्न। साक्षात शिव बस्याका छन् कैलाश पर्वतमा, मनका सरोवर भणी भक्त झाना जम्मा। मान सरे सरोवर शब्द मिल बन्याको, मनको सरोवर भणी अर्थलाई रयाको। ब्रह्माजीका मन बठै उत्पन्न भयाको, चार धर्मको एकै तीर्थ कैलाशै रयाको। 52 किलोमिटर परिधि रयाको, पुराणमा क्षीरसागर वर्णन भयाको। क्षीरसागर कैलाश है 40 किमी पर, क्षीरसागरमा विष्णु लक्ष्मी, शेषनागमा शिव र सञ्चालन गद्दा छन् सारा जगतको, क्षीरसागरमा विष्णुजीको बसोबास रयाको। सरोवर रकसताल यही नजिक रयाको, दक्षिणमा गुरला शिखर विराजमान भयाको। कुमाउँ धरती पुराणमा उत्तराखण्ड भणी मान सरोवरै हुनाले हो रयाकी कुराडी। उत्तरमा तिब्बत विराजमान हो 22,068 फुट उचाइमा रहेको। चारधर्मको तीर्थस्थल कैलाश पर्वत, वहीँ बस्दा छन् 33 कोटी शिवजीका साथ। प्रकाश ध्वनि तरङ्गका अद्भुत समागम ओम भोण्यको सुनिनो छ, भुँडी भण्डा छन्। पूर्व भागको क्रिस्टल भुण्डा, दक्षिणको नीलम, स्वर्ण रूप उत्तरको मान्ना, रुबीको पश्चिम। यहीको रडी इसी लय छ पौराणिक मान्यता, विष्णुका कर्कमल है निकल बर गङ्गा। कैलाश पर्वतकी चोटी बठै बगी झान्या, शिवजीले गङ्गालाई आफ्ना जटातिर तान्या। तैपछा धरतीलाई पुरा निर्मल गद्दाकी, धारा रूपमा शिवजीले गङ्गा बगाया कि। ब्रह्मपुत्र शतजल सिन्धुरे कर्णाली, कैलाश है नदी बग्गा गङ्गा रे सरस्वती। पूर्वतिर घोडा मुख, उत्तरतिर सिंह, पश्चिमतिर हात्ती मुख, दक्षिणतिर मोर। शिवजीकी राजधानी कैलाशै भयाको, धरतीको स्वर्गलोक चीनमा रहेको। वर्णन गरौँ सकिँदैन मान सरोवरको, दुनियाँलाई मुक्ति दिने शिवजीका घरको। एक कहानी सुनाउनु छु पौराणिक कालको, किम्बदन्तीमा पाएको, पुराणमा भयाको। जन्मे जयलाई सुनायो सुतजीले पन, मानसरोवर हिमालय कति अर्थ छ, कति तीर्थ छन्। धर्म अर्थ काम मोक्ष दिन्या हिमालय, सदा बस्सा महादेव हुने जय जय। एक दिन दत्तात्रेय ऋषि शेषाञ्चल गया, डिटपडी छ हिमालय तन्वै जाना भया। हिमाञ्चलले ऋषिको त्यो बडो स्वागत गर्यो, ऋषिको मान सरोवरमा स्नान पन भयो। स्नान गरी राजहंसको दर्शनलै भइछ, एक सुन्दर गुफातिर डिठ पढी गएछ। गुफा भित्री महादेव पार्वती बस्याका, ढेकिहाल्यो देवदेवताले स्तुति गरेका। गन्धर्वले गीत गाएको, अप्सरा नाच्याकी, ढेकिहाल्यो ऋषिले पनि तो सभा भयाकी।
तैपछा ऋषिले धेक्या गङ्गाजीलाई पन ब्रह्मकपाली सप्तऋषिको गरिहाल्यो दर्शन। शिवजीको स्तुति गरी ऋषिले सोधिहाल्यो सब है पवित्र ठौर काँच खोजिहाल्यो। उत्तर शिवजीको दिया जैठौरा मैरनो संसारका सबै हैलै उही ठाउँ शुद्ध हुनो। न्याइमो खान वरदान मागु दान बरे देउता चोखो मनले भक्ति राखी इसै ठौरा आउना। इसै ठाउँ तपस्या गरी राजा भगीरथ गङ्गालाई लैगया मागी संसार जगत। वशिष्ठ तपस्या गरी सरयौँ लैगया रावणलाई इसै ठाउँ बसी ध्यानमा विलिन भया। तैपै तर कैलाश है हिमाञ्चलकी आज्ञा लैजाए बर दत्तात्रेय ऋषि काशी पुग्या। मानसरोवर कैलाशको जो ध्यान गरन्छ काशी पूजा गर्या हैलै उही ठुलो मानिन्छ। मानसरोवर शिव बसा राजहंसका रूप मोक्ष प्राप्तिलै हुने हेद्दा रूपस खोबा। अहिले झौकी जसो हुन्छ महिमा सुनन्ज्या मन शान्त इसै ठाउँ हुन्छ ध्यान गरी हेरन्ज्या। मानसरोवर उत्पन्न भ्यो ब्रह्माका मन है साक्षात शिवको दर्शन एक फेर सबै गए। मानसरोवर झान्ने नियम बाटोलाई बताउँलो ऐल किलाई यत्तिकै भ्यो बाइक भोल ले आउँलो ऐल किलाई यत्तिकै भ्यो बाइक भोल ले आउँलो। महेश दत्त पाण्डेजीले रिठा चौपता दार्चुला बठे लेखिरहेको थियो रचना दशरथन नगरपालिका 9 गोइचडा बैतडीका मित्र। बहुत बहुत धन्यवाद महेश दत्त पाण्डेजी लगायत आजको कार्यक्रम किलाई भणभर आफ्नो साहित्यिक रचना पठाई सहयोग गर्दा सबै देउडा साहित्यकार मित्रलाई रे तमले लगै हुक्का चिलिमलाई सँगै बसपर सुनिदिया हुनाले तमर लगै चुनै कि बलाइ छ भोला 8-5 में भेट्या बाचार बर अहिले भने छुट्टियौं। नमस्कार।